जय मसीह। हजुर। हामी परमेश्वरलाई विशेष धन्यवाद दिन्छौँ। प्रभुले हामीलाई यो दोलखाको यो ठाउँमा यसरी लिएर आउनुभयो। हाम्रो दोलखाको रे अफ होप चर्च परिवार हामी यसरी यो डाँडामा यसरी भिजिटको लागि प्रार्थनाको लागि यसरी आएका थियौं र विशेष गरी साह्रै आशिषमय ठाउँ परमेश्वरले दिनुभएको छ। अनि यो ठाउँलाई देख्दै गर्दाखेरि हामी परमेश्वरको वचनलाई यति धेरै स्मरण गर्छौं। परमेश्वर जो सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ है। उत्पत्तिको पुस्तक 1 अध्यायलाई जब हामी हेर्छौं भने प्रभुले आफ्ना वचनहरूद्वारा आकाश पृथ्वी यसमा भएका सबै यावत थोकलाई परमप्रभु परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले सृष्टि गरेको यो दृश्यहरूलाई देख्दै गर्दाखेरि घुम्दै गर्दाखेरि निश्चित रूपमा हाम्रो हृदय आनन्दित भएको छ। हामी उत्साहित भएका छौं। आमेन। र हामी यहाँ चर्च परिवार डल्लै यसरी घुम्दै यो ठाउँमा आएका छौं र यो ठाउँबाट फेरि पनि जतिजनाले यो भिडियोलाई हेर्नुहुन्छ हामी एउटा सन्देश दिन चाहन्छु। यो सृष्टिलाई देख्दै गर्दाखेरि यो सृष्टि त यति सुन्दर छ भने स्वर्ग कति मिठो होला, स्वर्ग झन् कति आनन्द होला। अनि बाइबलले स्पष्ट रीतिले बताउँछ, यूहन्नाको पुस्तक 3 अध्यायको 16 पदले भन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र यीशु ख्रीष्ट दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र यदि यीशु ख्रीष्टलाई जसले विश्वास गर्छ र परमेश्वरलाई जसले भरोसा गर्छ नि बाइबलले भने अनुसार यो ठाउँ यति मिठो, यति सुन्दर, यति वन्डरफुल छ। अनि यो भन्दा अद्भुत ठाउँ परमेश्वरले उहाँलाई विश्वास गर्ने निम्ति उहाँले तयार गर्नु भएको छ। यो ठाउँबाट हामी रे अफ होप चर्च परिवार दोलखाको यो डाँडाबाट हामी तपाईलाई यो मेसेज दिन चाहन्छु, यो सन्देश दिन चाहन्छु कि प्रभुलाई हामीले विश्वास गर्यौं, हामीले निश्चित रूपमा एउटा स्वर्गको एउटा भागीदार हुनको लागि सफल भएका छौं। र यतिजना सबै हामी जो जतिजना यो भिडियोमा तपाईले देखिरहनु भएको छ यो सुन्दर ठाउँबाट हामी यो सन्देश दिन चाहन्छौं कि येशू प्रभुले तपाईलाई प्रेम गर्नुहुन्छ, येशू प्रभुले तपाईलाई माया गर्नुहुन्छ, अनि येशू प्रभुले तपाईलाई प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ। र बाइबलले स्पष्ट रीतिले बताउँछ कि उहाँलाई प्रेम गर्ने, उहाँलाई खोज्ने र उहाँलाई विश्वास गर्नेहरूको निम्ति उहाँले अनन्त जीवन सित्तैमा दिनुहुन्छ। आमेन है। र यो डाँडाबाट यो भिडियोबाट हामी यो सन्देश दिन चाहन्छु कि प्रभु येशू ख्रीष्ट तपाईं मेरो अनि मानव जातिको सारा संसारको मुक्तिदाता अनि सृष्टिकर्ता हुनुहुन्छ। अनि चाँडोभन्दा चाँडो यदि तपाईले प्रभुलाई विश्वास गर्नुभयो भने तपाईँ र हामी एक दिन सँगै त्यो अनन्ततामा प्रभुसँग हुनेछौँ। आमेन। को भन्न चाहनुहुन्छ तपाईँहरू? परमेश्वरलाई चाखी हेर्नुहोस्, परमेश्वर भला हुनुहुन्छ। अरू के भन्न चाहनुहुन्छ? आमेन। जय मसीह। Yeshua Timitana, Yeshua Tisundana, Yeshua Timitana, Yeshua Tisundana.